नमस्कार। आज म एउटा आफ्नै रचनामा गद्य कविता लिएर उपस्थित भएकी छु। अवश्य पनि सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास दिएकी छु। मेरो गद्य कविताको शीर्षक छ बचाउन सम्बन्ध। बचाउन सम्बन्ध आफ्नो आफन्त परिवार सबैलाई रिझाउन र इज्जत धान्न आँखा चिम्ने। मुख बन्द गरे, निर्जीव बनाए शरीर, बाहिरा बनिदिए चल्दैन थियो मुटु, निकालेर फ्याँके मन, अस्तित्वहीन आत्मा सम्मानहीन, खुसी बन्दकीमा थियो, कहाँ हुनु कास्ने हिम्मत, आँसुले तिर्खा मेटाउँथे बचाउन सम्बन्ध। एकहोरो निरङ्कुश बनिरह्यो, महसुस गरेन कहिले दुखेको, एक नासले हैकम जमाउँदै गयो, देखेन कालिँदै झरेको आँसु, देखेन कहिल्यै विक्षिप्त मन, समयको काँटा बनिरह्यो जीवन, दिन रात बिहान यसै गरी कटिरह्यो जिन्दगी जिउँदो लास बनेर, अझै म भने लागिरहेँ बचाउन सम्बन्ध। रातको अन्धकारसँग हुन्थे बात, औँसीको रातसँग साट्थे खुसी, आधा रातसँग बाँड्थे पीडा, बताससँगै बहन्थे, नदीसँगै बग्थे, थाहा थिएन टुङ्गिने हो कहाँ, अनिश्चित त्यो बिना गन्तव्यको यात्रा, तर पनि न त फिक्री न त हताश, एकनासले चलिरह्यो जीवन केवल राख्न परिवारको मन, समाजको मान र नारीको मर्यादा। आफू हुनु र नहुनुको के अर्थ थियो र, तै पनि लागिरही निरन्तर बचाउन सम्बन्ध। आफू हुनु र नहुनुको के अर्थ थियो र, तै पनि लागिरही निरन्तर बचाउन सम्बन्ध। धन्यवाद।